हामी त दुखी गरिब मान्छे हो कि होइन भन्नुहोस् त। हाजिरा गरेर खाने मान्छे हौँ त हाम्रो एकाउन्टमा धेरै धेरै पैसा थुपाएर हामीलाई राख्न कहिले मिल्छ? जब हाजिरा गरेर खाने मान्छे भएपछि धेरै धेरै एकाउन्टमा पैसा हामी कहिले जम्मा गर्न सक्छौँ? सक्दिनौँ नि। त्यही पनि हामी 100, 50, 200 धेरै महिनामा जम्मा गरेर 2-4 हजार राख्न सक्छौँ। त्यही पनि कोही इमर्जेन्सी आयो भने निकाल्नु पर्छ कि पर्दैन? तर अहिले हाम्रो कन्डिसन दुखी गरिबको कस्तो छ भने नि त भिडियो स्किप नगर्नु। जीवनको सबैभन्दा ठुलो सत्य तपाईँहरूलाई म सेयर गर्न जाँदैछु है। र मैले कोही महिना अगाडि 6000 रुपियाँ जम्मा गरेँ 200-400 गरेर ब्याङ्कमा। त्यही पछाडि बेला मलाई माझामा 2000 को जरुरत पर्यो र मैले 2000 ब्याङ्कबाट विथड्र गरेँ है। विथड्र गरेपछि रह्यो मेरो एकाउन्टमा कति 4000 रह्यो नि। त्यो छोडिदिएँ मैले त्यतिकै त्यो 4000 एकाउन्टमा। जीवनमा कोही दिन दुःख पर्यो भने फेरि निकाल्नु पर्छ भनेर 6 महिना पछाडि म गएँ फेरि त्यो पैसा निकाल्नलाई है। काम पर्यो मलाई र निकाल्न जाँदाखेरि मेरो एकाउन्टमा 3400 रुपियाँ पैसा मात्रै रहेछ। र मैले ब्याङ्कवालालाई सोधेँ मेरो पैसा कसरी काट्यो? मैले त 4000 छोडेको थिएँ। तर ब्याङ्कवालाले तब भन्छन् 5000 देखिबाट तल पैसा भयो भने महिनाको 100 रुपियाँ गरेर चार्ज लाग्छ अरे। लु हेर्नु त दुखी गरिब कसरी मरेको छ। अब हामी दुखी गरिबलाई 100 रुपियाँ पैसा कति मान्ने हो? अहिले 6 महिनामा 600 रुपियाँ पैसा काटियो हो कि होइन? दुःख लाग्छ कि लाग्दैन? ब्याङ्कमा पैसा राख्नका लागि पनि यी यसरी पैसा हाम्रा काटिन्छन्। कहिलेकाहीँ त पैसा काटिए गर्छन्। कोसित बात मार्नु, कसलाई देखाउनु र यस्ता खालका प्रब्लम भइरहेको छ हामी दुखी गरिबलाई। र कोही मानवता हुनुहुन्छ भने हाम्रो यो दुखी गरिबलाई अलिकति यो अप्ठ्याराबाट उद्धार गर्नु भन्न चाहन्छु। भिडियो धेरै से धेरै सेयर गर्नु।